पछिल्लो समय माननीय विश्वराज पोखरेलको एक भिडियो सामाजिक सञ्जालमा निकै नै भाइरल बनेको छ। उक्त भिडियोमा देख्न सकिन्छ कि माननीय विश्वराज पोखरेलले एक स्कुलका प्रधानाध्यापकलाई आफूलाई सम्मान नगरेको भनेर थर्काइरहेको देख्न सकिन्छ। यद्यपि यसको सत्य तथ्य भने अर्कै रहेको सचिवालयले जानकारी दिएको छ। माननीय विश्वराज पोखरेल र स्कुलका प्रधानाध्यापक बीचको पछिल्लो घटनाले सार्वजनिक जीवनमा जनप्रतिनिधिहरूको संयमता र मर्यादाको महत्त्वलाई पुनः उजागर गरेको छ। सचिवालयले प्रधानाध्यापकले सुरुमा समय नदिएको र पछि माफी मागेको स्पष्टीकरण दिए पनि एक जिम्मेवारी नेताले जस्तो सुकै असहज परिस्थितिमा पनि आवेशमा आउनुभन्दा धैर्यतालाई प्राथमिकता दिनु बुद्धिमानी हुन्छ। रवि लामिछानेले आफ्नो 3 दिने प्रशिक्षणमा जोड दिए चाहिँ नेताहरूले अब हुकुमी शैली त्यागेर जनता र कर्मचारीसँग सेवकको भावले शालीन व्यवहार गर्न सिक्नुपर्छ भनेर प्रशिक्षणका क्रममा भन्नुभएको थियो। स्कुल जस्तो प्रतिष्ठित क्षेत्रमा प्रधानाध्यापकले पुर्याएको अवस्था पनि उनलाई थर्काउनुको सट्टा विनम्रतापूर्वक जवाबदेहिता बनाउन सकेको भए माननीयको उचाइ अझै बढ्ने थियो। तसर्थ भिडियो आधा होस् वा पूर्ण, समाजले नेताको बडी ल्याङ्ग्वेज र शब्द चयनबाटै उनको संस्कारको मूल्याङ्कन गर्ने हो। आगामी दिनमा शक्ति प्रदर्शन होइन, संयमता र मर्यादित व्यवहार मार्फत नेतृत्वदायी उदाहरण प्रस्तुत गर्न माननीयहरूलाई अनुरोध छ।